ठिक छ घुम यस अहिले हामी आज बसन्तपुर हनुमान ढोका क्षेत्रतर्फ छौँ कुमारी घर बसन्तपुर दरबार स्क्वायर यहाँनिर साँझ पखको बेला चैते दशैंको दिन मेरो भुन्टेको मामु भुन्टे माउ यतातिर घुमिरहेकी छिन् मलाई यो ठाउँ खुब मनपर्छ मलाई पनि मनपर्छ किनभने नेपालको सांस्कृतिक पुरातात्विक एवं ऐतिहासिक स्थल हो यो हनुमान ढोका दरबार परिसर क्षेत्र क्युरियो सपहरू हेर न यहाँ त्यो रमाइलो खालको छ क्युरियो सप हेर यता हो यता आज भुन्टे हाम्रो छोरो संयम घरतिरै छ उलाई घुम्दा घुम्दा थकाइ लागेर दादा दिदीहरूसँग आराम गर्दैछ अस्मिता दिदी विपिन दाई दीक्षा दिदी सँग ऊ रमाइराखेको छ कति राम्रो छ नि किनिदियो त्यो किन्ने भएर क्या कुनै मन परेको भए कति भन्नुहुन्छ सोधेर के हो बाला दियो नै होला यो दियो जस्तो होइन दियो नै हो त्यो बसन्तपुर दरबार क्षेत्र रामलाई कस्तो लाग्यो तिमीलाई लिन्छौ कति पर्छ यो ए होइन अलिक बढी महँगो पर्छ अरे भन्ने सुने हो त्यही भएर सोधेको के साँच्चै भने एउटा ल्याउ त लिनु भयो ल्याउ त एउटा ल्याउ के चुज गर न एउटा राम्रो ल्याउ त एउटा मेमोरी पनि हुन्छ अहिले उनी हेर्दैछन् प्राइसमा उनी छक्क पर्छन् उनी धेरै महँगो किन्न चाहन्नन् सायद मेरो पैसा जोगाउन होला उनकै हो चित्त बुझेन किन त सामान हेर्ने मात्रै हो क्या के सारा सम्पत्ति तिम्रै हो त किन न एउटा खै त के किन नि डराउँछ नानी प्राइस सोध्दै हिँड्दै उनी अझै हेरिराखेका छन् सी इज स्टिल कन्फ्युज्ड किन के किन्ने खै त तिमीले एउटा सामान किनेनौ मैले झन् यत्रो दुःख गरेर भिडियो बनाउँदैछु तिम्रो दुःख गरेर त होइन रमाइलो गरेर है फेरि मैले चाहिँ मेरो बानी फेरि हाँसी नै राख्ने छ फोन आयो
हेर नि त खै के रे के किन्छौ त खै एउटा केही त किन न अहिले एकछिन सामान हेर्दैछु एकैछिन भने यो दृश्य हेर्न मन लाग्यो